नमस्कार अनि स्वागत। निर्वाचन विशेषमा म कार्यक्रम सञ्चालक जयकृष्ण। खास गरेर यति बेला मौन अवधि सुरु भएको छ, तर मतदाताहरू अझै पनि अन्योलमा रहेका छन्, किनभने 2082 फागुन 21 गते हुने मतदानको लागि मतदाता परिचय पत्र यसपटक नयाँ वितरण गरेको छैन। त्यसकारणले गर्दा के परिचय पत्र लिएर गयो भने मतदान गर्न पाइन्छ त? त्यस विषयमा कुराकानी गर्नका लागि हामीसँग हुनुहुन्छ अधिवक्ता सुखदेव चौधरी। उहाँसँगको कुराकानी यहाँहरूको बीचमा राख्छौं। निर्वाचनको माहौल, मौन अवधि, त्यसपछि मतदान गर्न कसरी सहज हुने, सभ्य, शिष्ट, धाँधली रहित र निष्पक्ष अनि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्नका लागि भइरहेको गतिविधिमा केन्द्रित भएर आज कुराकानी राख्छौं। सुखदेवजी, यहाँलाई स्वागत छ। धन्यवाद। खास गरेर यति बेला निर्वाचनमा मतदाताहरू मतदान गर्नका लागि मतदान केन्द्रमै एक दिन अगाडि नै विगतमा परिचय पत्र आउँथ्यो नयाँहरूको लागि। कसैको केही बिग्रेको छ भने त्यसलाई पनि अलिकति सल्लाह परामर्श दिन्थ्यो। तर यस वर्ष चाहिँ नयाँ परिचय पत्र आएको छैन, मतदाता परिचय पत्र। त्यसो मतदाता परिचय पत्र छैन भने त्यस्तो मतदाताहरूले के गर्नुपर्छ? विशेष गरी चाहिँ कृष्णजी के प्रावधान छ भने वास्तवमा यसपालि सबै चिज धेरै छिटो भएको कारणले गर्दाखेरि अब निर्वाचन आयोगले जुन सम्पूर्ण मतदाताहरूलाई जुन हातमा परिचय पत्र आउनु पर्ने थियो त्यो चाहिँ आउन सकेको छैन होइन। नआए तापनि अब निर्वाचन आयोगले के चाहिँ गरेको छ भने जुन उहाँहरूको यो नेपाल सरकारद्वारा प्रदान गरिएका विभिन्न परिचय पत्रहरू छ त्यो परिचय पत्र भयो भने मतदान गर्न पाउँछन्। उहाँहरूले आफ्नो मतदान स्थलमा गएर त्यो परिचय पत्र देखाएको खण्डमा उहाँहरूले सहज रूपमा आफ्नो मतदान गर्न पाउने व्यवस्था गरिएको छ। भनेपछि मतदाता नामावलीमा नाम भएका मान्छेहरू मतदान गर्नबाट वञ्चित हुँदैन। त्यसो वञ्चित नहुनका लागि उहाँहरूले मतदान केन्द्रमा के लिएर जानु पर्यो? अब जस्तै मतदान केन्द्रमा अब जाँदाखेरि उहाँहरूले के लिएर जानुपर्छ भने जस्तै सुरुमा निर्वाचन आयोगद्वारा वितरण गरिएको जुन मतदाता परिचय पत्र हो त्यो भयो भने अझ राम्रो। अब त्यो पनि भएको छैन भने त्यसको विकल्पमा नागरिकता छ, जुन नेपाल सरकारद्वारा जारी गरेको नागरिकता लिएर जाँदा पनि उहाँहरूले मतदान गर्न पाउनुहुन्छ। त्यसै गरी अब सवारी चालक अनुमति पत्र पनि लिएर उहाँहरू मतदान केन्द्रमा जाँदाखेरि उहाँहरूले मतदान गर्न पाउनुहुन्छ। र त्यसै गरी अब त्यो पनि सम्भव भएन भने अब जग्गाधनी प्रमाण पूर्जा जुन छ त्यसको प्रतिलिपि लिएर जाँदा पनि उहाँहरूले मतदान गर्न पाउनुहुन्छ। र त्यो पनि अब भएन भने अहिले पछिल्लो समयमा राष्ट्रिय परिचय पत्रको अवधारणा ल्याएको छ नेपाल सरकारले। त्यो नेपाल सरकारद्वारा जुन राष्ट्रिय परिचय पत्र पाएको राष्ट्रिय परिचय पत्र लिएर जाँदा हुन्छ। राष्ट्रिय परिचय पत्र पाएको छैन भने जुन राष्ट्रिय परिचय पत्र बनाउँदाखेरि जुन उहाँहरूलाई प्रतिलिपि जुन एउटा दिएको थियो त्यो लिएर जाँदा पनि उहाँहरूले मतदान गर्न पाउनुहुन्छ। र त्यो पनि भएन भने अब राहदानी जुन हुन्छ, अब राहदानी हुँदा पनि राहदानी देखाएर पनि उहाँले सहज रूपमा मतदान गर्न पाउनुहुन्छ। भनेपछि निर्वाचन आयोगको मतदाता नामावलीमा नाम छ भने यो विभिन्न तपाईले उल्लेख गरेको 6 वटा कुनै पनि प्रमाणपत्र भयो, अर्थात् मतदातालाई त्यो मतदाता परिचय पत्रमा भएको नामसँग म्याच खाने जुनसुकै प्रमाण भयो भने उसले मतदान गर्न पाउने अवस्था देखियो यहाँले भने अनुसार। अब यति बेला चाहिँ चुनावको माहौल तातिएको बेला मौन अवधिको अन्तिम लाग्दैछ। मतदानको समय केही घण्टा मात्रै बाँकी छ, किनभने 21 गते बिहान 7 बजेपछि मतदान हुँदैछ, 5 बजेसम्म हुन्छ। अब त्यो बेला चाहिँ कतिपय ठाउँमा तपाईको उच्छृङ्खल गतिविधि हुन सक्ने, अमर्यादित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू पनि देखिन्छ। त्यस्तो खालको सम्भावना भयो भने यहाँ कानुनको विद्यार्थी अधिवक्ता हुनुहुन्छ, त्यसो भए मतपत्र, मतपेटिका लगायतको चिजमा यदि कसैले हस्तक्षेप गर्यो वा च्यात्ने प्रयास गर्यो भने त्यस्तोलाई के कारबाही हुन्छ? अब कानुनको व्यवस्था गरिएको छ, कानुनमा जुन भएका अब व्यवस्थाहरू छ अब त्यो अनुसारले अब सबैले पालन गर्नुपर्छ। निर्वाचन चाहिँ स्वच्छ, निर्भीक, धाँधली रहित तपाईँहरूले अब सम्पन्न हुन गइरहेको छ भनौँ न। केही समय मात्रै बाँकी छ, तथापि पनि अब कतिपय ठाउँमा विभिन्न किसिमका गतिविधिहरू भइराखेको छ। अब यसमा अब निर्वाचनको जुन कानुन छ अब त्यसमा के भनेको छ भने जस्तै मतपत्र, मतपेटिका वा अन्य सामग्री खोज्ने, लुट्ने, चोर्ने वा कब्जामा लिने कार्य गरेमा त्यस्तो गरेको खण्डमा पाइयो भने अब उहाँहरूलाई तत्काल नियन्त्रणमा लिएर अब
कानुन कारबाही अगाडि बढाइन्छ र त्यस्तो गतिविधिमा संलग्नलाई 2 वर्षसम्म कैद र 1 लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय पनि हुने व्यवस्था छ। अर्को तपाईँको मतदाताहरूलाई मतदान गर्नबाट नै वञ्चित गर्ने, रोकटोक गर्ने विगतको पनि गुनासोहरू थियो। त्यस्तो अवस्था भयो भने के हुन्छ? अब त्यस्तो अब जस्तै मतदातालाई नै प्रभावित पार्ने किसिमले गतिविधि जुन गरिन्छ, मतदाताले मतदान केन्द्रबाट जान वञ्चित गरिन्छ, मतदान केन्द्र गइरहेको अवस्थामा रोकटोक गरेमा त्यस्तोलाई के गरिन्छ भने कानुनमा के व्यवस्था छ भने 6 महिनासम्म कैद र 25,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने त्यस्तो किसिमको व्यवस्था गरिएको छ। कहिलेकाहीँ मतदान केन्द्रमा निर्वाचनलाई सभ्य, शिष्ट, मर्यादित बनाउनका लागि राखिएको सूचना विवरणहरू कतिपय आउँछ अनि जथाभावी रूपमा च्यात दिन्छ, त्यस्तोलाई पनि कारबाही हुन्छ। त्यस्तोलाई पनि कारबाहीको व्यवस्था गरिएको छ जगेशजी। जस्तै वा त्यस्तो गतिविधिमा जस्तै कुनै टाँसिएको जुन सूचना हुन्छ, अब विवरण हुन्छ, त्यो च्यातेर अब मासेमा होइन बिगारेमा त्यस्तो किसिमको गतिविधिमा संलग्नलाई 25,000 रुपियाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। अनि अर्को नि वकिल साहब, जस्तो मतपत्रहरूको दुरुपयोग गरो वा नक्कली प्रमाणपत्र तयार गरेर ओसार पसार गरेको छ वा मतपत्र खरिद बिक्री गरेको अवस्था भयो भने त्यस्तो बेला के कारबाही हुन्छ? अब त्यस्तो पनि गतिविधि हुन्छ जयकृष्णजी। जस्तै अब मतदान अब जुन भइराखेको छ त्यसमा विभिन्न किसिमका व्यक्तिहरूको संलग्नता हुन्छ, विभिन्न गतिविधि भइराखेको हुन्छ। अब मतपत्रको दुरुपयोग गरेमा, नक्कली मतपत्र तयार वा ओसार पसार गरेमा, मतपत्र खरिद बिक्री गरेमा त्यस्तो किसिमको कार्यमा संलग्न भएको पाइयो भने अब त्यस्तोलाई कानुनी कारबाही गरेर अब जस्तै 2 वर्षसम्म कैद र 1 लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने त्यस्तो किसिमको कानुनमा व्यवस्था गरिएको छ। जस्तो कतिपय मतदाताहरूले के भन्छन् भने अब मत खसाल्नका लागि मन छैन अनि उसले के न्यु खोजिदिन्छ भने कहिलेकाहीँ गोजीमा लिएर बाहिर निस्किदिने वा तपाईँको आफूसँगै नै राखिदिन्छ। त्यस्तो खालको फेला पऱ्यो भने के गर्छ त? अब त्यस्तो किसिमको जुन मतदाताहरू मतपेटिकामा मत नखसालिकन आफूले नै अब सँगै लिएर त्यस्तो बाहिर लगेमा त्यस्तो गरेको यदि पाइयो भने जयकृष्णजी अब 25,000 रुपियाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। अरू निर्वाचन कानुनको अन्य व्यवस्थाहरू के छ? जस्तो धेरै कुराहरू हुन्छ नि त, जस्तो अर्कोको नाममा जाने, एकभन्दा बढी पटक चाहिँ भोट खसालिदिने, विगतमा यस्तोहरू देखेको छ। त्यो जस्तै अरू के काम गर्यो भने के कारबाही हुन्छ? अब यस्तो विगतको दिनमा पनि अब भइराखेको छ। अब अहिले पनि नहुने भन्ने कुनै त्यस्तो ठोस प्रमाण छैन होइन। अब त्यस्तो किसिमको मतदान स्थलमा विभिन्न किसिमको गतिविधि हुन्छ। जस्तै के हुन्छ भने अर्काको नाममा मतदान गर्ने, जस्तै मरिसकेको व्यक्तिमाको मतदान गर्न आउने होइन। अनि त्यस पछाडि एकभन्दा बढी पटक चाहिँ अब निर्वाचन जुन केन्द्र हो त्यसलाई नै प्रभावित पारेर एकभन्दा बढी पटक चाहिँ मतदान गर्ने। अनि त्यस पछाडि अब मत सङ्केत गरेको जुन मतपत्रहरू सार्वजनिक गर्ने होइन, त्यस्ता किसिमको गतिविधि गरेको पाइएमा जस्तै अर्काको नामबाट मत खसायो भने उहाँलाई 25,000 रुपियाँसम्म जरिवाना हुन्छ होइन। एकभन्दा बढी पटक मत खसाउँदा पनि त्यो 25,000 रुपियाँ नै जरिवाना हुन्छ। अब मत सङ्केतहरू अब मतदान सार्वजनिक गर्ने त्यस्तो किसिमको गरेको गतिविधि गरेको पाइयोमा के हुन्छ भने 15,000 रुपियाँसम्म जरिवाना हुन्छ जयकृष्णजी। अनि मतदान केन्द्रको प्रक्रियाहरू उल्लङ्घन गर्यो भने के हुन्छ? अब त्यस्तोलाई पनि मतदान केन्द्रको प्रक्रियाहरू उल्लङ्घन गरेको पाइएमा त्यस्तोलाई पनि 15,000 रुपियाँसम्म जरिवानाको व्यवस्था कानुनले गरिएको छ। जस्तो मतपत्र हाल्ने ठाउँ भनेको मतपेटिका हो, तर मतपेटिकामा चाहिँ अन्य कुनै वस्तु खसालिदियो भने त्यस्तोलाई पनि कारबाही हुन्छ? अब त्यस्तो खसालेको यदि पाइयो भने त्यस्तोलाई पनि अब 15,000 रुपियाँको जरिवाना गर्ने व्यवस्था अब कानुनले गरेको छ जयकृष्णजी। अनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नै बाधा अवरोध पार्न सक्छ। कहिलेकाहीँ राजनीतिक दलको प्रतिनिधिहरू हुन्छ अनि त्यो प्रतिनिधिले यो त मलाई भोट हाल्दैन भन्ने आशंका लाग्यो र त्यो मान्छेलाई के गर्ने भने बाहिरबाट चाहिँ लखेटी दिने वा थर्काइदिने के गरेर फकाउन सक्छ। यस्तो बेला के हुन्छ? सही कुरा उठाउनु भयो। वास्तवमा यो जेन्युन क्वेसन हो। विगतदेखि नै यस्तो किसिमको गतिविधिहरू भइराखेको छ। अब अहिले पनि नहुन सक्ने त्यस्तो किसिमको ठोस होइन, आधारहरू छैन। त्यसो भएको कारणले गर्दाखेरि त्यस्ता किसिमको अब मतदान केन्द्रमा मतदान स्थलमा गएको अवस्थामा अब मेरो पक्षमा मत आउँदैन
यसले मेरो पक्षमा मतदान गर्दैन, त्यस्तो किसिमलाई अवरोध बाटैमा अवरोध गरेर त्यस्तो किसिमले लखेटेर घर पठाइदियो भने होइन, त्यस्तो किसिमको गुनासो आयो कसैले उजुरी बहादुर गरौँ भने त्यस्तो उजुरीको आधारमा त्यस्तो व्यक्तिलाई नियन्त्रणमा लिएर छानबिन गरेर अब कानुन बमोजिम चाहिँ त्यस्तो व्यक्तिलाई संलग्न भएको पाइएमा अब 25,000 रुपियाँसम्म जरिवानाको व्यवस्था गरिएको छ। अन्त्यमा वकिल साहब, जस्तो यो मतदानको लागि तयारी रहेका, जस्तो अब 18 वर्ष आज पुगेकाहरूले भोलि मतदान गर्न पाउने निर्वाचन आयोगले जुन जारी गरेको छ, पहिलो पटक पनि हाल्दैछ, कोही चाहिँ तपाईँको 2007 साल यता भएको विभिन्न राजनीतिक परिवर्तनको पछि चाहिँ मतदान गरिराखेको अवस्था पनि देखिन्छ। सम्पूर्ण मतदाताहरूलाई एउटा चाहिँ कानुनको विद्यार्थी, एउटा अधिवक्ताको हिसाबले के भन्नुहुन्छ? अब यो अरू जस्तो चुनाव होइन, यो भनेको अब के भन्छ अरे संसदमा गएर एउटा देश चलाउने, कसरी कुन प्रक्रियाबाट देश चलाउने, कुन कानुन अनुसार देश चलाउने कस्तो कस्तो कानुन चाहिन्छ, देश विकासदेखि लिएर विभिन्न किसिमको अब गतिविधि, यो देशमा भएका विभिन्न किसिमको अब कानुनदेखि लिएर देश चलाउने प्रक्रियादेखि लिएर के कसरी अब उहाँहरूको रोजगारको ग्यारेन्टीदेखि लिएर सम्पूर्ण कुराहरू व्यवस्था गर्ने किसिमको यो निर्वाचन भएको कारणले गर्दाखेरि अब त्यस्तो किसिमको निर्वाचनमा अब हामीले अब जुन जो पहिलो पटक मतदान गर्न गइराखेको छ उहाँले अब सम्मिलित भएर त्यस्तो किसिमको अब अलिक आफूले अब के जाने बुझेको छ त्यो अनुसारले उहाँले अब शान्ति, स्वच्छ र निष्पक्ष तरिकाले उहाँले मतदान गर्नुपर्छ होइन। मतदानको अब जस्तै कानुनले नै हाम्रो ग्यारेन्टी गरेको अधिकार हो, त्यो अधिकार चाहिँ हामीले प्रयोग गर्न पाउनुपर्छ, सबैले पाउनुपर्छ। भनेपछि मताधिकारको प्रयोग गर्नका लागि जसले अवसर पाउँदैछ उहाँहरूले निष्पक्ष तरिकाले भयरहित वातावरणमा आफूले मन पराएको, आफूले रोजेको उम्मेदवार वा दललाई मतदान गर्नका लागि यहाँको अपिल हो। धन्यवाद दर्शकहरू, हाम्रो कार्यक्रममा समय दिनुभएकोमा अधिवक्ता सुखदेव चौधरीलाई धन्यवाद। अर्को अङ्कमा पुनः भेट्ने बाचासहित म कार्यक्रम सञ्चालक जयकृष्ण बिदा हुन चाहन्छु। नमस्कार।